मेरो र उसको भेट एउटा अधुरो आत्मकथा, कथा कल्पनाकार रबिन कोइराला, एकल यात्री। वाचन अस्मि अधिकारी। शब्द हामी भेट्यौं तर समयले हामीलाई पुरा हुन दिएन। हामी बोलेका कुरा भन्दा नबोलेका कुरा धेरै थिए। उसको आँखा भित्र मैले आफ्नो कहानी खोजे, तर जो कहानी अन्त्य नपाउँदै हरायो। सायद हामी एकअर्काका लागि थियौं, तर समय हाम्रो पक्षमा थिएन र त्यसैले हाम्रो। सायद हामी एकअर्काका लागि थियौं, तर समय हाम्रो पक्षमा थिएन र त्यसैले हाम्रो। कथा अधुरो नै रह्यो। मेरो र उसको भेट एउटा अधुरो आत्मकथा। हाम्रो भेट कुनै संयोग मात्र थिएन, मानौ त्यो शून्य आकाशमा हराइरहेको चराले अकस्मात भेटेको शीतल छहारी थियो। त्यो साँझ आकाशमा घाम अस्ताउँदै गर्दा पोखिएको सिन्दुरे रङ एउटा छुट्टै कथा लेख्न खोजिरहेको थियो। म आफ्नै अस्तित्वको खोजीमा खिया लागेको तालचा जस्तै भएर बसेको थिएँ, जसको साँचो सायद समयले कतै हराइदिएको थियो। तर जब उसलाई मैले पहिलो पटक देखेँ, लाग्यो मेरो जीवनको बन्द ढोका खोल्न कोही आइपुगेको छ। म हिउँदको चिसो र रुखो भइसकेका थिएँ, भावनाहरू जमेर पत्थर बनेका थिए। तर उसको आगमन झुल्किँदै गरेको हिउँदे घाम जस्तै भयो, तातोपन दियो तर जलाएन। उसको उपस्थितिले मेरो मनको हिउँ बिस्तारै पगाल्न थाल्यो। हाम्रो आँखा जुधेको त्यो पल एउटा मौन संवाद थियो, जहाँ शब्दहरू लजाएर कतै लुकेका थिए, भावनाहरूले नयाँ व्याकरण कोर्दै थिए। मैले सधैँ आफूलाई एउटा अधुरो धुन ठान्थेँ, गीत थियो तर ताल मिलेको थिएन। जब ऊ मेरो नजिक आई, उसको आवाजले मेरो जीवनमा सङ्गीत भरिदियो। ऊ केवल एउटा मान्छे थिएन, ऊ त वसन्तको पहिलो पालुवा थियो, जसले मेरो उजाड मरुभूमि जस्तो मनमा हरियालीको सपना देखायो। हामीले बोलेका कुराहरू सायद सामान्य थिए, तर ती शब्दहरू तिर्खाएको चराले पाएको पहिलो थोपा वर्षा जस्तै मूल्यवान थिए। उसले मलाई हेरेर मुसुक्क हाँस्दा लाग्यो। संसारका सारा कोलाहल एकाएक शान्त भयो। म त्यो क्षणलाई फ्रेममा कैद गरेको चित्र जस्तै सधैँको लागि जोगाइराख्न चाहन्थेँ। त्यो दिनको त्यो भेटले मलाई बुझायो, मान्छे सधैँ पूर्ण हुँदैन। कतिपय मानिसहरू हाम्रो जीवनमा अरू कसैको पूरक भएर आउँछन्। ऊ मेरो जीवनको त्यही सुन्दर बिम्ब बन्यो, जसले मेरो आत्मकथाको पहिलो पानामा सुनौलो मसीले नाम लेखिदियो, एउटा लामो यात्राको पहिलो पाइला।